मिल्ने भए त्योसँग चटपटे साट्थ्यो के गर्नु मिल्दैन पैसासँग मात्रै साट्नु रिस उठायो भने फेरि आउँछ हाम्रो गाइस हामी चाहिँ यहाँ पिङ खेल्न आइरहेछ बच्चाहरू तरुनीहरू ओ निङमा मच्यो हेलो गाइज वेलकम छ आज चाहिँ हामी घुम्न जान लागेको हाम्रो चाहिँ न्युज गाइज हामी चाहिँ टाढामा आइपुगिसक्यौँ बाटोमा हेर्दै रिज अहिले जाँदैछौँ हामी सबैजना यिनीहरू सबै आफ्नो कुरोमा व्यस्त छन् गाइज म त 15 वर्ष क्या हाई हेलो वेलकम छ हाम्रो भ्लगमा के भन्नेहरू त्यति नै हामी घुम्न जाँदैछौँ डाँडा गाउँतिर तपाईँहरूलाई थाहा छैन होला अब हामी त्यहीँ गएर भन्छौँ सबै कुरा हामी त्यहीँ गएर भन्छौँ अब चाहिँ पिकनिकहरू पनि आएको छ गाइज त्यही भएर हामी चाहिँ रोडै रोडबाट आइराखेको छौँ अनि के भन्छ अरे हामी चाहिँ यिनीहरूलाई लाज लाग्छ अरे त्यही भएर हामीले रोडै रोडबाट आएको पिकनिक पनि आइरहेछ त्यही माथि गाइज हामी चाहिँ आज घुम्न नि गइदियो होइन अनि हामी चाहिँ घुम्न गएर आउनुपर्छ सो आज चाहिँ हामी अगाडि चल्दैको सबैजनाले हेरिदिनु होला यहाँ चाहिँ गायिकाहरूको अवस्था के सङ्गीत पनि फुल गाइस हामी चाहिँ यहाँ पिङ खेल्न आइरहेछ बच्चाहरू तरुनीहरू ओ निङमा मच्यो निङमा ल खेल मच्यो आउँछ जाने ओइ लडलाई माथिर पुग्लै चलो बेटेलो हामी चाहिँ पिङ हल्का बिग्रेको जस्तो रहेछ त्यही भएर फुल भ्यू देखाउनु पर्यो यहाँ ल गाइस हेर्नुहोस् यहाँ कोही हजुरहरूलाई पिकनिक आउनु मन छ भने यहाँ आउन सक्नुहुन्छ यहाँ अलरेडी पिकनिक पनि आइसकेको छ मान्छेहरू ओइ लड्दै नगर नचल ल यसरी स्ट्रबेरी नि बेचिन्छ यता सबै यो पिकनिक आएको गाडीहरू हो हाम्रो लड्की लोग इधर है हाँ क्या अरे मन सा यहीँबाट नि फोटो खिच्न मिल्छ नि थाहा छैन ल खिचिदियो मैले ल पोज देऊ त अर्को हाँसेर ल म त टर्नै खिचिदियो लेट्स गो हामी कतासम्म पुग्छौँ हेरौँ ल स्कुलको चौरमा आइसक्यो चौरको यतै हो तर नि भागेर आएको होला कस्तो स्माइलिङ भइरह स्कुलको गाडीबाट हो जाने चाहिँ यता चाहिँ स्कुलहरू हेरिदिउँ सबैजना अनि हामी चाहिँ गाइज अब मन्दिर चल्दिएको मन्दिरको आधा बाटो नै आइसक्यो
अब उनीहरू चाहिँ अगाडि पुगिसक्यो, हामी चाहिँ अलि पछाडि नै छौँ। अनि यहाँबाट चाहिँ कगानीको भ्यू राम्रोसँगले हेर्न सकिन्छ। राम्रो देख्छ नि त। सो यता चाहिँ आइरहेको छ। यता आइरहेको छ। म चाहिँ अब मन्दिरको बाटोतर्फ लागिरहेको छ। अनि यताबाट चाहिँ अल टोटल भ्यू देख्न सकिन्छ गाइस। के भन्छ अरे हिमालको श्रृङ्खलाहरू नि हामीले हेर्न सकिन्छ। यहाँबाट चाहिँ राम्रोसँग देखिँदैन होला, तर त्यो यो ठाउँबाट चाहिँ बब्बाल देखिन्छ है गाइस, त्यो हिमालको भ्यूहरू मजाले। अहिले हामी नि त्यही ठाउँमा जानेछौँ। अनि के भन्छ अरे म चाहिँ के भन्छ अरे मन्दिरतर्फ आइसक्यो। मन्दिर चाहिँ मेरो अगाडि छ, तर अनि अलिकति पछाडि नै होला। यताबाट चाहिँ विभिन्न ठाउँहरू फुल देख्न सकिन्छ नि त। अनि यो चाहिँ मन्दिर भयो गाइस। त्यहाँ भाउजू चाहिँ भर्खर आउनु भइरहेछ। अनि म चाहिँ मन्दिरतर्फ लाग्यौँ। यो चाहिँ हाम्रो मन्दिर भनौँ। यो चाहिँ के भन्छ अरे अल टोटल धर्मको होला। अनि मलाई पनि थाहा छैन अब कुन कुन धर्मको छ भनेर थाहा छैन। म चाहिँ अब मन्दिरभित्र पस्दै होइन गाइस। राम्रोसँग फेस देखाएन होला मेरो नि, ढल्किराखेको छ। ल कन्ने नै छैन ल। अनि यो चाहिँ मन्दिर। यो चाहिँ मन्दिर भयो। हामी चाहिँ यहाँको हो। तपाईँ टिका लाउने? हजुर चाहिँ हिँड्न नसकेर त्यहाँ भर्खर आएर बस्नु भएको। त चाहिँ भ्यूहरू देख्न सकिन्छ। खोइ यता चाहिँ अल यो ठाउँहरू देख्न सकिन्छ। ल त गाइस, हामी चाहिँ अब अर्को ठाउँमा घुम्न चलेको। हामी चाहिँ अब चल्दैको गाइस घुम्न अर्को ठाउँतिर। ल त गाइस, हामी चाहिँ अब अर्को ठाउँतिर घुम्न चलेको। यो चाहिँ शिव रहेछ नाम चाहिँ। यिनीहरूले चाहिँ शिव के हो भन्दो रहेछ। हामी चाहिँ यहीबाट घुमेर अर्को ठाउँतिर चलेको। उनीहरू चाहिँ अगाडि पुगिसक्यो, म चाहिँ पछाडि नै छु। भ्लग बनाउनुपर्छ, त्यही भएर यो चाहिँ फुल बनमाराको चिन्न सक्नुहुनेछ। चिन्छ नि होला, अरूले त चिन्दैन नि त। बनमाराको फुल भयो नि। हामी चाहिँ अब अर्को ठाउँतिर चलेको। उनीहरू चाहिँ अगाडि पुगिसक्यो, म चाहिँ अलिक पछाडि नै छु। भिडियो बनाउनुपर्छ, त्यही भएर हो म चाहिँ
आज चाहिँ मैले बनाइदिएको बिरयानी अनि हामी चाहिँ अगाडि बढ्दैछौँ। यो माथिको चाहिँ मन्दिर, यो भयो स्कुलको यता नै हो। स्कुलको ग्राउन्डको अलि उता नि मन्दिर छ, तर नि त्यहाँ चाहिँ नजाने होला यिनीहरू। अनि सिधै तारागाउँ रिसोर्ट होटेल अथवा यो पिकनिक रिसोर्ट। हामी चाहिँ त्यहाँनिर घुम्न जाँदैछौँ। अब मलाई भ्लगमा राम्रोसँगले बोल्न आउँदैन, सो त्यही भएर जाँदैछौँ हुन्छ नि त। मिसअन्डरस्ट्यान्डिङ भइरहेको छ गाइज मेरो चाहिँ गल्लीहरू भइरहेको छ बोल्नलाई। यो चाहिँ नेसनल फ्लावर यहाँनिर रहेछ। टिप्न पाइन्छ होला। हाम्रो राष्ट्रीय फ्लावर अच्छे से देखो सब लोग, अच्छे से देखना पड़ता है सब। लोग गाइज हामी चाहिँ अर्को ठाउँमा नि घुम्ने ठाउँ पनि आइसक्यो। सबैजनाको हातमा चाहिँ ललिपप भएको अवस्था। हामी चाहिँ अब सिधै चल्दैछौँ। Paragon Resort, a hotel and resort and Kokoni is birthday. हामी यहाँ Paragon Resort मा पुग्न लागिसक्यो। अझै फुलकुमारी चकलेट कुमारी दुबई साउदो रहेछ बाबा। भयो त्यहाँनिर गुम्बनी रहेको अवस्था। के थाहा, खोइ थाहा भएन मलाई त। बौद्ध धर्मको चिना होला। लुन्दारै हो। लुन्दार यताबाट चाहिँ रुममा गइन्छ। हामी चाहिँ के भन्छ अरे तारागाउँ पो रहेछ। मैले त तारागाउँ जस्तो लागेको थियो। भनेको त्यो इङ्ग्लिसमा त्यस्तै हुन जान्छ कि, तर गाउँ त गाउँ हो त्यस्तो भएको। यहाँ चाहिँ पिकनिक स्पट पनि हो, चौर हो। तर अनि खाना चाहिँ कहाँ बनाउँछ त? यहीँ यस्तोमै टेन्ट युज गरेर। हाम्रो परम्परा पहिलाको उसहरू नि हेर्न सकिन्छ है। म चाहिँ देखाउन गइरहेको छु। यो चाहिँ पानीघट्टा के भन्छ अरे, यो चाहिँ टिकिरा जातो चाहिँ घुमाउन सक्दैन, तर नि छ। यो चाहिँ टिकी। यो फुल चाहिँ पूजा गर्नलाई प्रयोग गरिन्छ। यो चाहिँ सबभन्दा पूजालाई प्रयोग गरिन्छ यो फुलहरू चाहिँ।
काट्यो होला। अब चाहिँ हामी घुम्नतर्फ आमा मेन्दा छु है। यो फिल्टरवाला हो नि त, यो फ्लावर फिल्टर नि छ त यसको। कस्तो फिल्टर भनेर मैले त टिकटकमा के भिडियो बनाउनलाई इफेक्ट के इफेक्ट ए यो यो चाहिँ टिकटकमा नि छ नि त फिल्टरहरू। अनि कस्तो राउन्ड फुल है त्यो भयो हाम्रो निङमालतिर छ ल अहिले कराउँछ हो। यो चाहिँ नेसनल फ्लावरको बोट रहेछ। अहिले जाँदाखेरि चाहिँ खिच्नुपर्छ क्या मान्छे हुन्छ यहाँ भित्र। हामी चाहिँ अब भित्रतिर चलेको। यहाँ चाहिँ फ्लावरै फ्लावर छ फुल अल डिरेक्सनतिर अल घेरामा के। अनि फ्लावर हामी चाहिँ भित्र चल्देको। के थाहा त्यो त मलाई नि थाहा छैन। चलेको गाइस फुल चाहिँ बब्बाल फुलिरहेको हामी चाहिँ गाइस हामी त घुम्न आइसक्यो। कोकोनट यो पहिला थिएन है पहिला थिएन नि यो चाहिँ न्यू नै भनौँ। हामी चाहिँ घुम्न आउने ठाउँ एक नै हो गाइस। फुल्ली इन्जोय तिम्रो कहाँबाट आएको? हाम्रो गाउँमै यही हो गाउँ यही हो। कहाँ यहाँ लामा टोल ए त्यही त यो त नजिकै भएर देखिरहन्थ्यो। अनि त्यो एउटा लामो दाइ छ नि मोटरसाइकल चढेर हिँड्ने तिनीहरू खलक हो लामा त गर्ने हो। यताको ककनीको हाम्रो ककनी नयाँ यो चाहिँ चिया खान्छौ? होइन हामी त खाएर आएको यसो। हामी चाहिँ अब घुमेर चल्लीको घरतिर फेरि घुम्यो यता फेरि कता कता गइन्छ। हामी चाहिँ अब घुमेर घरतिर चल्यौँ। त्यहीँबाट तल चढ्यौँ। हामी चाहिँ अब चलेको गाइस। यहाँ चाहिँ विभिन्न फुलहरू कति बब्बा फुलिरहेको रहेछ। घुम्न आउन सक्नुहुनेछ सबैजना। यहाँ घुम्नको ठाउँ घुम्ने ठाउँहरू नि धेरै छ नि त। अब सबैजना घुम्न आइदिनु होला गाइस। हामी चाहिँ घुमेर चल्लेको घरतिर। हामी चाहिँ अब चल्देको फुल्ली एउटा टिप्नु पर्ने छ नि त मलाई नै। अनि मैले नि एउटा फुल टिपिसक्यो। अब यस्तरी गाइस यस्तरी मैले चाहिँ अब फुल्ली लगाइसक्यो। अब मलाई मनपर्ने फुल एउटा हो। अब अर्को नि टिप्न चाहन्छु म। यही हो क्या अघि देखाएको फुल। यो चाहिँ
मलाई त अघि नैदेखि मन परिरहेको थियो यो फुल त मेरो फेभरेट हो नि त अब अल फुल फेभरेट हो तर नि मलाई चाहिँ यो अलि मनपर्छ सानो भएकोले नि होला कलर नि बब्बा लाउँछ नि त अनि फुलहरूको मलाई चाहिँ कलरफुल वाली कलर फुलाएको फुलहरू मनपर्छ गाइज अब यिनीहरूले फुल नै झर्न गराइरहेछ अनि यिनीहरूले फुल चाहिँ धेरै नै टिपेरहेछ अब त्यहाँ एउटा म त लड्ला जस्तो छ त सर्लाक अनि यो चाहिँ स्टारवाला आकारले बनेको छ अनि यो चाहिँ नेसनल फ्लावर भइहाल्यो यो चाहिँ गैडा रहेछ त्यहाँ मलाई पसल मारान नि मर्ला यो चाहिँ हात्ती छोरो यो चाहिँ राष्ट्रिय झन्डा नेपाल यो चाहिँ अङ्गुर बाबा जोशी जेसी हो कि जोशी जेसी रहेछ यो चाहिँ यो चाहिँ डाफे अनि यो चाहिँ टाइगर टाइगर माने बाघ अनि त्यो अघिको चाहिँ लियोपार्ड रहेछ अनि यो चाहिँ गौतम बुद्ध पोज दिउँ त लो सबैजनाले हाम्रो गौतम बुद्धको फोटो हेर अनि हामीले फ्लावर पनि लिएको छौँ हाम्रो एकदम नाइस फेमस फ्लावर हो यो चाहिँ अहिले टिकटकमा नि चलिरहेको छ यसरी गरेर लो हाफ है हाफ यहाँ चाहिँ फ्लावर फोटोग्राफ चलिरहेको चाहिँ अब रमाइलो भइरह अब हुन्छ चोसोदारी हेर्दा अनि आजको भ्लग चाहिँ अब रमाइलो हुनेछ भात पकाउनु छ घर गएर तर आएर त कोही छैन हामी मात्रै नि जोडेर भात पकाउने पुग्छ मलाई खानु नै मन छैन अलरेडी अफि चढ्दै आउँछ खम्बानी डुब्न लागिरहेको छु अब त्यहीँ त हो अब हाम्रो त्यहाँ अलि केही सामानहरू किन्नुपर्ने छ अब हामी घरतिर चल्यौँ हाम्रो नि एउटा यस्तै घुम्नुपर्ने घर गेस्ट हाउस अर्काको जोडी छ हामी सिङ्गलहरू चाहिँ सिङ्गल हो होइन हेरेको हेर्दैछ हामी खोज्दैछौँ मिङ्गल हुनलाई अब पछि खोजौँला मात्रै मेरो चाहिँ यिनीहरू सबै सिङ्गलै हो चुज गर्दा हुन्छ म चाहिँ मिङ्गल हो घरमा यत्रो मलाई बुढो छ च्याङ्गो बुढो छ यता चाहिँ गुम्बा धर्म रहेको छ यो गुम्बाको नाम चाहिँ ढोलमा घ्याङ गुम्बा हो सबै अब यतैबाट आइराखेको छ अब सबैजनाले हेरिदिनु होला फुलहरू नै टिपेर लगिरहेको छ मामा घर गएर ओइलिने त हो रक्सी पार्नलाई हो र छ्याङ बनाउनलाई हामी तामाङ हो फेरि छ्याङ त नभई हुँदैन के घरमा अनि अलिकति भए नि पार्नुपर्छ छ्याङ्गिज लभर भन्न मिलेन मैले बोकिदिएँ यता चाहिँ अब मलाई एक्सर्साइज नै अवस्था हल्काइ रहेछ है यो त
त्यसो भन्नु हुँदैन हो फिल्डरमा छ त अबले थाहा छ कि थाहा छैन खाएको टोयलेटतिर जान्छ क्या निमा टोयलेट मात्रै जान्छ हामी चाहिँ अब घरतिर जाँदैछौँ सबैजना अनि हामी चाहिँ अघि घुमेको मन्दिर उता माथि छ मन्दिर नि घुम्न हेर्न सक्नुहुनेछ अनि यहाँ चाहिँ दुवैजना होस् भइरह गान गयो भने ज्यान यो बोक्दिनु न यो फुल कति राम्रो फुल माइ गॉड फोटो खिच्छ त यसको त कति क्यूट हेर न कस्तो डिजाइन आफैले बना जस्तो के है ल त फुलसँग एउटा ल फोटो खिच्छ फुलै फुल स्वर्गको एउटा टुक्रा हो रे के मैले पानी देखाए सक गरे भने स्वर्गको सानो एउटा टुक्रा चाहिँ ककनी पनि हो रे त्यही भएर घुम्न आउनुहुन्छ स्वर्गको अप्सरा भन्दा कम छैन भ्लग छिटो जाउँ चटपटी खिच्सके अब हामी चाहिँ चटपटी खानातिर चलेको चलिदिउँ अब चलेको त के भन्नु चलिदिउँ अब त हाम्रो भ्लग नि एन्ड हुन लागिसकेको छ यिनीहरू चाहिँ झगडा गरिरहेको हुन्छ मिल्दैन क्या अब तपाईँ चाहिँ बिचमा के अब हामी चाहिँ चल्दैछौँ तर अस्ति हामी गएको राति गएको तामाङ इज लभ होइन तामाङलाई सक्दैन नि फेरि कुनै कास्टले भन्न त मिलेन अब सक्नु त सक्छ होला नि त तामाङ इज पावरफुल अब इङ्ग्लिस गयो फेरि इङ्ग्लिस तामाङ इज अलवेज पावरफुल कास्ट धेरै नै तामाङ होला प्राय त राई मङ्गोलियन राई लिम्बू मगर गुरुङ तामाङ सबै तामाङ भनेको तामाङ नै हो कि अरूसँग डराउँदैन तामाङ हो तामाङ भनेको मगर होइन तामाङ तामाङले कसैले सक्दैन नि त फेरि आजको लङ भिडियो नै गयो तर नि रमाइलो नि भयो अब बाल्नी गयो नि त अब मलाई चाहिँ पछि पहिला घुमेको भन्दा आज चाहिँ बब्बाल रमाइलो लाग्यो आज चाहिँ मलाई बब्बाल रमाइलो लाग्यो कि पछि अब पहिला नि म यसरी हिँड्दाखेरि मलाई यस्तो फिलिङ कहिले नै आएको थिएन क्या होइन कि पहिला यस्तो ग्रुप भयो नि मलाई खासै रमाइलो नि लाग्दैन यिनीहरू चाहिँ पिकनिक आएछ अब चटपटे खाना अब हामी चाहिँ अलवेज घामी डुब्न लागिसक्यो अब त जाडो भयो रे जाडो हुन्छ तामाङले जाडो हुँदैन गर्मी हुन्छ है फुलहरू हो न यो लगाऊ फुलिङ अलवेज फुलिङ साग त्यस्तो भन्नु नहुने चाहिँ त्योहरू यस्तो ठाउँ पनि हुन्छ र भने कि अनि अहिले अब यहाँ चाहिँ यही भइरहेको छु नि त अहिले नर्मल लाग्ने रहेछ पहिला त म त फर्स्टचोटि आउनेहरूलाई चाहिँ रमाइलो लाग्छ यता एकदम जानै मन लाग्दैन घुमेरै सकिन्छ क्या कि म दाइले यहाँ घुम्न लिएर आउँदाखेरि नि त अब मलाई चाहिँ केही नै लाग्दैन अब म त अब यहीँ बसेको कारणले होला
मलाई त खासै अब मलाई चाहिँ केही नै लाग्दैन यो मेरो जन्मभूमि भएर होला रमाइलो लाग्छ तर त्यति हाम्रो अब नयाँ आएको मान्छेहरूलाई जति चाहिँ लाग्दैन भन्नु रमाइलो त अब भैँसी चराएर हुर्केको अनि के लाग्छ भैँसी चराउँदै एकचोटि मैले यहाँ ताप पनि अझै मान्छेहरू नि को धेरै रहेछ गाइस पिकनिक आएको रहेछ नि त अब यस्तै गाइस मिल्ने भए त्योसँग चटपटे साट्थ्यो के गर्नु मिल्दैन पैसासँग मात्रै साट्न मिल्छ हामीलाई के भन्छ अरे चटपटे खाने ठाउँ पनि आइसक्यो चटपटे खाएर चाहिँ आजको भ्लग इन हुनेछ अब बनाउँदैछ नि त अब खाएको नि देखाउनु पर्यो नि त अब यता अल्टुट मान्छेहरू नि हाम्रो नि मान्छे छ हाम्रो मान्छे रिस उठायो भने फेरि आउँछ हाम्रो लौ गाइस यहाँ चाहिँ चटपटे भइसक्यो ल गाइस हामी चाहिँ खाइदिएको अब खाइदिएको खाऊ लु चटपटे अब चटपटे खाएर हामी चाहिँ घर जान्छौँ है त गाइस ल गाइस हाम्रो ब्लग चाहिँ यहीँसम्म भइरहेको छ नेक्स्ट ब्लग अब नेक्स्ट ब्लग एन्ड अर्को सपोर्टिभ गर्ल अनि बच्चाहरू चाहिँ तल पुगिसक्यो हामी चाहिँ अब चल्दैछ नेक्स्ट ब्लग इन द गुड नाइस ब्लग हामी खतरा ब्लग लिएर आउनेछौँ नेक्स्टमा यसमा कमेन्ट गर्नु होला कता घुम्न जाने अनि हामी त्यही ठाउँ घुम्न जान्छौँ है त गाइस बाई बाई अनि सब्सक्राइब गरिदिनु होला अनि लाइक कमेन्ट सेयर सबै सपोर्टिभ अनि के भन्छ अरे अब सब्सक्राइब नगर्नु भएकोले सब्सक्राइब गरिदिनु होला अनि अब के कस्तो लाग्यो आजको भ्लग राम्रोसँग अब लास्ट अन्तिमसम्म हेरेर हाम्रो भ्लगहरू मन परेमा अब ठाउँहरू नि चोइस ठाउँहरू नै अब भनौँ हामी नि अब त्यहीँ गएर भ्लगहरू नि बनाउँछौँ अब आजको भ्लग चाहिँ इन गर्दैछौँ बाई बाई